वेलकम ब्याक टु माई न्यू ब्लग अनि आज चाहिँ रहेको छ अप्पर मुस्ताङको टुर अनि म चाहिँ अप्पर मुस्ताङ जानलाई रेडी भइसकेँ। अहिले चाहिँ बिहानको भर्खर 6 बजिरहेको छ। म चाहिँ कलेज आइसकेँ। कलेज चाहिँ यहाँ रहेको छ अनि यहाँ चाहिँ यसरी लाइने गाडी राखेको छ। मौसम चाहिँ यस्तो खतरा छ, चिसो छ आज चाहिँ। गाइज हामी चाहिँ धुनी बेसी आइसक्यौँ अनि हामी चाहिँ अहिले खाजा खानलाई रोकेका छौँ अनि यहाँ चाहिँ यस्तो रहेको छ, जङ्गल छ, यहाँ चाहिँ यस्तो गाडीहरू रहेको छ। हामी चाहिँ चितवन आइसक्यौँ अनि चितवनमा चाहिँ हामीले खाना खाएर अब चाहिँ हिँड्न लाग्यो। अहिले चाहिँ भर्खर कति बज्यो भन्दाखेरि 11:42 भइसक्यो। यहाँ चितवनको चाहिँ यस्तो पुरै जङ्गल छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। नेता रहेको छ हाम्रो गाडी। गाइज हामी चाहिँ चितवनमा खाना खाएर हामी चाहिँ सिधै अहिले कालिका मन्दिर आइसक्यौँ र अहिले चाहिँ बेलुकाको ठ्याक्क 4 बजिरहेको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ वरिपरि जङ्गल रहेको छ मन्दिरको चाहिँ। हामी चाहिँ कालिका मन्दिरको यसरी घन्टी बजाउँदैछौँ। यहाँ चाहिँ यसरी घन्टी रहेको छ। गाइज हामी चाहिँ कालिका मन्दिर आइसक्यौँ अनि यहाँ चाहिँ हामीले ठ्याक्क आरती हेर्न पाइरहेको छौँ। ठ्याक्क आरती भइरहेको गाइज हामी चाहिँ बागलुङको झुलिङ्गे पुल आइसक्यौँ। झुलिङ्गे पुल चाहिँ यहाँ अगाडि रहेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। झुलिङ्गे पुल चाहिँ यहाँबाट सिधै रहेको छ, हेर्न सक्नुहुन्छ। धेरै लामो छ, उही माथिसम्म छ। गाइज हामी चाहिँ अहिले नेपालको लङ्गेस्ट झुलिङ्गे पुलमा आइसक्यौँ अनि यो पुल चाहिँ अति हल्लिँदो रहेछ र यो लामो भएको कारणले होला सायद। अनि तपाईँहरूले यहाँ तल चाहिँ देख्न सक्नुहुन्छ। सर यो कुन खोला हो? मोती। यो तलको खोला रहेको छ कालीगण्डकी अनि यता रहेको छ यस्तो पहाडहरू, तपाईँहरूले हेर्न सक्नुहुन्छ। गाइज अहिले चाहिँ हामी ठ्याक्क पुलको बिचमा आयौँ अनि तपाईँ हेर्न सक्नुहुन्छ पुल चाहिँ कहाँ माथि छ अनि अहिले चाहिँ सनसेट भइरहेको छ। यहाँ तल रहेको छ कालीगण्डकी पुल, यस्तो रहेको छ। अब चाहिँ हामी फर्किन लाग्यो यो पुलबाट चाहिँ। अहिले नि फेरि त्यसरी नै हल्लियो, पुल चाहिँ हल्लिएको छ। पुल हल्लिएपछि चाहिँ यो चाहिँ अति डर लाग्दो रहेछ। यो चाहिँ नेपालको बिगेस्ट झुलिङ्गे पुल, त्यस कारण नि होला अझै चिसो भएछ। अझै ठ्याक्क कति बज्यो भन्दाखेरि ठ्याक्क 5:43 भइरहेको छ। यस्तो छ भ्यू चाहिँ, चिसो भयो अहिले चाहिँ।
हामी चाहिँ बागलुङ अब चाहिँ हाम्रो रहेको छ भोलिदेखि टुर चाहिँ हाम्रो मुस्ताङ रहेको छ अप्पर मुस्ताङ हेर्दै गर्नु होला गाइज हामी चाहिँ अहिले बेनी आइसक्यौँ अनि बेनीमा चाहिँ हामी खाना खान रोकेका छौँ अनि होटेलको नाम चाहिँ होटेल ताज रहेको छ यहाँ चाहिँ हाम्रो गाडी रहेको छ यस्तो रहेको छ